तर यस्ता समाचार र राणाभाट प्रतिवेदनप्रति आम नागरिक अहिले पनि विश्वस्त हुन सकिरहेको पाइँदैन। बरु यथार्थ छानबिन हुनुपर्ने माग नागरिक स्तरबाट अझै उठ्दै आएको छ। वीरेन्द्रले 30 वर्ष शासन चलाए पनि उनको वंशनाशपछि राजा बनेका उनका माइला भाइ ज्ञानेन्द्र शाहले 5 वर्ष पनि राज संस्था जोगाउन सकेनन्। वीरेन्द्रको वंशनाशसँगै नेपालबाट राज संस्था पतनोन्मुख भएको धेरैलाई लाग्छ। ज्ञानेन्द्रले राजा बनेको 3 वर्षपछि 2061 माघ 19 गते जे कदम चाले त्यसलाई 240 वर्षीय राज संस्था समाप्तिको कारण मानिन्छ। उनले शाही घोषणा मार्फत मुलुकमा बच्चे खुचेको प्रजातन्त्र सुहा पारिदिएका थिए। शाही घोषणा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त मात्र गरेनन्, सम्पूर्ण शासन सत्ताभन्दा माथि आफूलाई राखे। उनको तानाशाही कदमपछि राजतन्त्र पतनको दिशामा अघि बढ्यो। त्यसैले आज नेताहरू भन्छन् गणतन्त्र आउनमा सबैभन्दा ठुलो योगदान कसैको छ भने त्यो पूर्व राजा ज्ञानेन्द्रको हो।